सन् 1997 रामसार महासन्धि हस्ताक्षर तगुदी 2 फेब्रुअरी लुमङ्कुसे हनीको विश्व सिमसार दिवस नेपालेन वंगु बुद्धबा हंगुदु सिमसारिया विश्व स्तरीय संरक्षण यात सन् 1971 जल पंछिया वासस्थान सम्बन्धी सिमसार महासन्धि जुगु ख थो महासन्धि सचिव खुइ गुंगु देत सामेल जुगु ख नेपाल धासा औपचारिक रूपे सन् 1971 महासन्धिया दुज जुगु ख विश्वया धलखे नेपाया छिगु सिमसार दर्ता जुगुदु थोय दथुई विश्व सिमसार दिवस छोले किपु नगरपालिका गोसले तौद मिग थौ वकने या नाबिया अन्तर्क्रिया जाजो जुगुदु किपु नगरपालिका दुने लागु तौदया जलचर व झंग तैगु संरक्षण संवर्धन यागु तातुना ठुगु अन्तर्क्रिया जाजो जुगु ख अन्तर्क्रिया जाजोले ताई निसे तौद व बागमती खुशी छंग तैगु अध्ययन अनुसन्धान याना वे स्वम छंग विज्ञ आरएन फान रिसेन्ट तौदले नापा व लिपांगु इले थनलुइगु स्थानीय व आगन्तुक छंग या बारे व छंग पंछी तैगु गु कथ संरक्षण यागु थैगु विषयले प्रस्तुतिकरण हेवया दिगु ख सांस्कृतिक बनाओ त्यो कुरो त हामीले चाहिन्छ एउटा एका हुनलाई पनि चाहिन्छ अनि इट विल कीप टाउडा फेमस पिकनिक नोइज पिकनिक पोल्युसन विल डिसरप्ट वाइल्ड लाइफ त्यसपछि कम गर्यो भने राम्रो हुन्छ अब तपाईँहरूले एउटा दल बनाउन लाग्यो पहिलेदेखि कुरा मैले सुनेको छ सो फोहोर पानी त्यहाँबाट दहमा नआउनेको लागि त राम्रो कुरा हुन्छ तर त्यो क्याफेको वारिपारि मैले त पोल्युसनहरू त्यो तालमा आउने त देखेको छ सो अभोइड गर्न सक्यो भने राम्रो हुन्छ हाई बिल्डिङ्स एन्ड वायर्स अब बर्डको फ्लाइट हाँसहरू त कहिलेकि त एकदम नर्भस हुन्छ जान्छ फेरि आउँछ बस्छ त्यहाँ धेरै हाई बिल्डिङ्स एन्ड वायर्स भयो भने उनीहरूलाई गाह्रो हुन्छ रोक्न सक्दैन होला तर कन्ट्रोल गर्न सकियो भने त अलिकति कि एउटा जान बाटो पायो भने राम्रो हुन्थ्यो जाजोले किपु नगरपालिका मेयर रमेश महर्जन तौद लगायत ठिठी सिमसार क्षेत्र या वातावरणीय पर्यावरणीय व्यवस्थापन यासे समय सापेक्ष न्या उने मागुली बब्या दिल प्राकृतिक रूपमा यहाँ अक्सिजन कमी भएपछि यसलाई चाहिँ कृत्रिम रूपमा पनि अक्सिडाइजेसन गर्नु पर्छ कि पर्दैन मेरो चासो त्यति मात्रै नेचुरली यहाँ अक्सिडाइजेसन नभएपछि जसरी हामी चाहिँ नेचुरली श्वास फेर्छौँ नि नेचुरली श्वास फेर्न नसकेपछि हामीले कृत्रिम रूपमा श्वास दिन पाइन्छ कि पाइँदैन हुन्छ कि हुन्न त्यति मात्रै हो मेरो चाहिँ आशा हामीले हेर्ने मेरो विचार त्यो गर्नु जरुरी छ जस्तो लाग्छ तर त्यसलाई कसरी गर्ने भन्ने सवालमा त्यो अध्ययन हुनु जरुरी छ छलफल हुनु जरुरी छ त्यो पहिले पनि नेचुरली थियो अहिले पनि नेचुरली गर्नुपर्छ भने हामीले यो सबै संरचनाहरू हटाउनु राम्रो हो एउटा चाहिँ आवाज उठ्नु त्यो ठिक कुरा हो तर अघि चाहिँ हाम्रो एक्सपर्टले यहाँ क्वेसन उठाए जस्तै के हामी त्यहाँ त्यो गर्न सक्छौँ त अहिले भन्दाखेरि अहिले हामी सक्ने अवस्थामा छैनौँ यो कसले गर्न सकिरहेको छैन भने हाम्रो नेपाल सरकारले पनि 2046 सालपछि नेपालको जग्गाहरूलाई यो के अरे ल्यान्ड युज प्लान बनाउनु भने कतिवटा समिति बनाइसकेको छ त्यो छलफलमा गइसकेपछि कहिले पनि त्यो पासहरू भयो जाजोले किपु नगरपालिका या उपप्रमुख सरस्वती खड्का व ओदल्या 6 या अध्यक्ष नुछेबहादुर महर्जन तौद क्षेत्र या संरक्षण संवर्धन बारे थठगु नुग खट्टया दिगु ख हामीले देखेका खुल्ला जमिनहरू अहिले देखेका छौं ती जमिनहरू सबै जमिनहरू खेतीयोग्य जमिनहरूका रूपमा छैनन् हामीसँग त्यो तथ्याङ्क हामीसँग छ त्यो हाम्रा ओडाहरूबाट लिन सकिन्छ यो जमिन के छन् भन्दा घडेरीको रूपमा टुक्रा सकेका जमिनहरू छन् त्यही भएको कारणले पनि हामीले यावत कुराहरू चाहिँ हामीसँग छन् तर त्यति हुँदा हुँदै पनि दिगो विकासलाई चाहिँ हामीले मध्यनजर गर्दै अगाडि बढ्ने कुरा ध्यान दिएर काम गर्ने कुरा त्यति कुरा नै हो त्यही भएको कारणले गर्दाखेरि यहीँको पनि हामीले अब यो नाग पोखरीहरू जुन छन् यो सँगसँगै
सँगै रहेका अरू पोखरीहरूलाई पनि बनाउने कामहरू चाहिँ हामीले नगरपालिकाको तर्फबाट गरेका छौँ। यो 14 पोखरी मानव समाजको विकाससँगै विनाशतिर ढकेलिँदैछ। हामी चरा भन्छौँ, चरालाई यहाँ टिकाइ राख्ने वातावरण बनाउँछ कि बनाउँदैन? हामी माछा भन्छौँ, यो माछालाई बचाइराख्ने काम हामी गर्छौँ कि गर्दैनौँ? फगत हामी कुरा मात्र गर्छौँ, हरेक वर्ष एक दिन सम्झिन्छौँ र भोलिदेखि बिर्सन्छौँ। 14 पोखरीमा हामीले साँच्चीकै काम नगर्यो भने त्यो ढलको रूपमा परिणत हुन सक्ने सम्भावना छ। गत साल हामी लडेर त्यो ढललाई चाहिँ कम्तीमा चाहिँ पोखरीमा पस्न नदिने भनेर हामीले काम सुरुवात गरेका छौँ। त्यो अधुरो रह्यो। फेरि यसपालि पनि त्यही कामलाई निरन्तरता दिँदै त्यो कामलाई सम्पन्न गर्नुपर्छ भनेर अहिले टेन्डरमा गइसकेको छ। मलाई लाग्छ अब यसपालि चाहिँ कम्तीमा त्यो ढल चाहिँ भित्र नपस्ने वातावरण हुन्छ कि भन्ने आश लागेको छ। जाजोले स्थानीय लिसे छङ्ग पंछी प्रेमी तेसरमा लिपाङ्गु इले सिमसार क्षेत्रीय विकास नामे विनाश ज्यात बारे स्थानीय जनप्रतिनिधित्वको ध्यान आकर्षण यागु ख। मक्का वेटल्यान्ड जस्तै देख्छ, अलि मार्शी हुन्छ, टील कलर हुन्छ, नर्दर्न साइबेरियाबाट आउँछ, गेटवल अफ द सदर्न